सो स्टुडेन्ट्सहरूलाई चाहिँ खास गरी डिस्क्राइब इमेजमा यस्तो टाइपको नबुझिने खालको म्याप आयो भने अब यसमा कुनै फर्मेट पनि हुँदैन, अब टेम्प्लेट लाउँदा नै हुँदैन। यो बेलामा चाहिँ कसरी स्कोर ल्याउने भन्ने प्रब्लम भइरहेको हुन्छ उनीहरूलाई होइन। अब डिस्क्राइब इमेजमा पनि स्पिकिङ सेक्सनको अरू टास्कहरूमा जस्तै कि रिड अलाउड रिपिट सेन्टेन्समा जस्तै यहाँ पनि कन्टेन्ट फोकस्ड भन्दा पनि हाउ डु यु डेलिभर योर कन्टेन्ट, हाउ डु यु स्पिक टु द सिस्टम, त्यति मात्रै हो। पिटीको स्पिकिङ इज अल अबाउट योर भोइस। सो यो बिच भन्ने जो टपिक छ यसमा यो एकदमै बोरिङ खालको डिटेल्स छ यसमा, तर यसलाई म आफ्नो सिम्पल कन्टेन्ट कति पनि स्टडी नगरेर सिम्पली भोइसको भरमा चाहिँ म यसलाई बोल्ने प्रयास गर्छु है त। Well, it's an image of a beach, and you know what, this beach is like pretty congested, and it's in the city of a country, I guess. And the beach is really important for people to enjoy with their family members. And during summer days, it's very important for us to go to beach and then enjoy with family members. This beach has like lots of details, lots of people are enjoying here, and we could see that the beach also has some trees on the background of it, and then there are lots of things scattered on the ground, and there is a tall electricity pole here in this image. Like in conclusion, this beach is truly important, and during summer we all need to enjoy in beach. अब यसलाई हामीले चाहिँ सबमिट गर्ने एआई सिस्टमले हाम्रो टास्कलाई कसरी बोल्यौँ र कसरी प्रेजेन्टेसन गऱ्यौँ भनेर चाहिँ एआई सिस्टमले चेक गर्छ। रिड अलाउड भन्दा पनि डिस्क्राइब इमेजमा हामीले प्रोनाउन्सिएसनमा अझ बढी ख्याल गर्नुपर्छ। जस्तो बोलेको कुनै पनि सेन्टेन्सेसहरू कन्टेन्टसँग ठ्याक्कै सरोकार नराखे पनि how was the presentation style, how did you present the speech or lecture, that matters a lot. So हामीले आफ्नो टङलाई अलि बढी ट्विस्ट गरेर अनि आफ्नो यो जलाई अलि वाइड गराएर चाहिँ अझ बोल्नुभन्दा अगाडि सो हामीले चाहिँ यसमा 90मा 82 ल्याएको छौँ, जसलाई चाहिँ डिस्क्राइब इमेजमा अब यो यस्तो कन्टेन्ट बोल्दाखेरि पनि जसमा त्यो कन्टेन्टसँग ठ्याक्कै सरकार राख्ने सेन्टेन्सेस नहुँदाखेरि पनि हामीले बिना टेम्प्लेट यति राम्रो स्कोर चाहिँ गेन गर्न सक्छौँ। सो किप ट्राइङ।